विगतमा बाख्रा पालन गर्दै गर्दा चाहिँ मसँग बाख्रा पाल्ने 2टा खोर थियो र विविध कारणवश चाहिँ केही महिनादेखि एउटा खोर चाहिँ अब खाली रहेको थियो। अब यसलाई कसरी युज गर्ने त भनेर सोच्दै थिएँ। दिमागमा एउटा आइडिया फ्याट्टै आइहाल्यो, अब लोकल कुखुरा यसमा पाल्नु पर्ला भनेर। किनकि अब मसँग लोकल कुखुरा पाल्ने 2टा खोर त पहिल्यै थियो, तैपनि त्यसमा चाहिँ कुखुराहरू एकदम प्याक भइसकेको थियो। त्यसपछि अब भोलिपल्ट बिहानै उठेर चिया खाएर बाइक लिएर फर्मतिर लागियो। त्यसपछि पहिला यस्तो खालको बाख्रा पाल्ने फर्मलाई 2 दिन लाएर काटकुट पारेर यस्तो तरिकाले चाहिँ अब यो फर्मलाई नयाँ तरिकाले बनाउन थालियो। त्यसपछि चाहिँ अब यो खोरमा भनेको अब जुन ठाउँमा कुखुरा बाक्लो भएको मेरो अर्को खोरमा थियो, त्यहाँबाट चाहिँ कुखुराहरूलाई यसरी सार्ने काम भरियो। अब यहाँ चाहिँ अब हरेक ठाउँमा अब पार्टिसन अनुसार अब तिनीहरूको साइज अनुसार कुखुरा हालेको थियो। अब तल अर्को खोरमा भुइँमै पाल्दा चाहिँ कस्तो थियो भने अब कुखुरा एकदम बाक्लो भयो हुने र अब ठुल्ठुलो मोटोहरूले मात्र दाना पानी खान पाउने, तथा यो लुखुरी लाखुरीहरूको यसरी पछाडि बस्नेहरूको भनेको पछि पालो आउँथ्यो। तर मैले यो नयाँ खोरमा चाहिँ अब यो बाख्राकै डुँडलाई काटकुट पारेर अब साइज सानो गरेर यसरी भुइँमा हालिदिएको थिएँ। अब यसो गर्दा चाहिँ लगभग सबैजनाले एकैचोटि दाना पानी खान पाउँदो रहेछ। अब यसको फाइदा भनेको चाहिँ सबै कुखुराहरू अब एकैचोटि अब एउटै लेभलमा चाहिँ अब उनीहरूको वेटहरू आउने भयो। र यसरी कुखुरा पाल्दाखेरि अर्को फाइदा भनेको चाहिँ अब यिनीहरूको अब सुली तथा पानीहरू सिधै तल पोख्ने र यसमा भुस ओछ्याउन नपर्ने भएकोले अब धुलो तथा चिसोबाट लाग्ने रोग पनि एकदम कमै लाग्ने रहेछ। र भुस र सोतर ओछ्याउन नपरेपछि अब हामीलाई पनि काम गर्न त सजिलै हुने भयो भने अब उत्पादन लागतको हिसाबले पनि काहीँ न काहीँ रूपमा यसरी पाल्दाखेरि केही न केही चाहिँ घट्दो रहेछ। त्यसैले अब तपाईहरूको पनि अब यस्तै खालको खोर या गोठहरू केही खाली छ भने अब यस्तै तरिकाले लोकल कुखुरा तथा ब्रोइलर कुखुरा चाहिँ पाल्न सकिँदो रहेछ है। धन्यवाद।